सबैजनाले भिडियो बनाएको देखेर मलाई पनि भिडियो बनाउनु मन लाग्यो कि आजको यसो न्युज हेऱ्यो टिकटकमा केपी भ्याएको भाषण सुने होइन त्यसपछि न्युज बनाउन मन लाग्यो। यसो तपाईँहरूले पहिला न्युज हेर्नुहोस् त मैले यो राखेको। आउँदो वैशाख 11 गते काठमाडौँमा एउटा युवा महोत्सव गर्दैछौँ। काठमाडौँमा युवा महोत्सव गर्दैछौँ र म युवाहरूलाई आग्रह गर्न चाहन्छु, पार्टीलाई आग्रह गर्न चाहन्छु। हाम्रा प्रधानमन्त्री केपी ओलीज्यूले के भन्नुभएको छ भन्दा वैशाख 11 गतेदेखि युवा सङ्गठन युवालाई एकीकृत गरेर कार्यक्रम गर्ने काठमाडौँमा भन्नुभएको। वैशाख 11 गतेदेखि कक्षा 12को परीक्षा अनि परीक्षाको समयमा हल्ला गरिदिँदा विद्यार्थीमाथि कस्तो नकारात्मक प्रभाव पर्ला भन्ने त नसोच्नुभएको क्या। त्यही भएर मलाई यो भिडियो बनाउनु मन लाग्यो। हल्ला गरे नि एकान्त जङ्गलतिर गएर गर्ने होइन, खुल्ला ठाउँतिर गएर गर्ने। त्यो स्कुल भएतिर भवन भएतिर बिहान जानको लागि विद्यार्थीलाई डिस्टर्ब हुने तरिकाले चाहिँ आन्दोलन नगरिदिन म आग्रह गर्दछु।